आज म तपाईहरुलाई यो माछा फिश करी बनाउन म यहाँ गइरहेछु। तपाईले यो चाहिँ हो ओइल, तेल अलिकति हाल्नुहोस् है। पहिला अलिकति तेल हाल्नुहोस्, अलिकति यो गरम भएपछि चाहिँ एकछिन तपाई पर्खिनुहोस् है। अलिकति हिट यसलाई गरम गरौँ है। यो चाहिँ अब हामीलाई यति आइटमहरु चाहिन्छ है गरम फिशको लागि चाहिँ। टेम्परिङमा मस्टर्ड सीड, रायो दाना, अनि कडी पत्ता, यो अदुवा लसुनको पेस्ट, प्याज, टमाटर, अनि यो धनिया, मिर्ची, जीरा पाउडर, अनि हल्दी पाउडर, यो चाहिँ मिक्स हो है। सो हेर्नुहोस् है, गरम भएपछि तपाईहरुले चाल पाउनुहुन्छ। गरम भएपछि हामी यसलाई गरम भएपछि ट्राई गर्दा हुन्छ तपाईहरुले है। गरम गर्दा ट्राई पनि गर्दा हुन्छ। चाहिँ राम्रो गरम भएको छैन, यो त छिटो गरम हुन्छ। यो एकदमै यो चाहिँ राई दाना मस्टर्ड सीड्स हो। एकदम छिटो गरम हुन्छ यो प्यान। जल्नु दिनु हुँदैन है। यसरी अलि हलाउनुहोस्। अनि जब यो पड्किन्छ है, त्यहाँबाट यो जिन्जर गार्लिक है हाल्नुहोस्। यो चाहिँ तपाईको 10 ग्राम जस्तो हो, 10 ग्राम्स है। यो हाल्नुहोस्। यसरी एकछिन यसलाई कलर अलिकति यो ब्राउन भएपछि है, छिटो एकदमै हेर्नुहोस्। ब्राउन भएपछि चाहिँ तपाईले यो कडी पत्ता एक 1 स्प्रिग भन्छ है, 10-12 वटा लिफ हुन्छ, त्यो हालेर यसो गर्नुहोस्। यो हालेपछि तपाईले यो प्याज हाल्नुहोस्। प्याज हाल्नुहोस्। यो चाहिँ एउटा 1 या 1 2 एउटा 1.5 जस्तो प्याज हो। यो चाहिँ 4 जना 6 जनासम्म तपाईहरुले हामीले खान सक्नुहुन्छ है। तपाईलाई अलिकति टाइम लाग्छ किनभने यो चाहिँ यसलाई ब्राउन गर्नुहुन्छ है। तपाईले कोकोनट ओइल युज गर्दा हुन्छ, मस्टर्ड अरु क्यानोला ओइल, कुनै पनि ओइल तपाईलाई, अलिभ ओइल, तपाईलाई जुन चाहिँ राम्रो लाग्छ हेल्दी तपाईले आफै चुज गर्नु होला। यहाँ मलाई छोरीले खाली गरिरहेको छ हो। यसै अलिअलि ब्राउन हुन्छ हो, राम्रो ब्राउन भयो भने एकदम राम्रो हुन्छ। नभए चाहिँ ओनियन प्याज काँचो हुन्छ, त्यस कारण अलिकति टेस्ट है राम्रो हुँदैन। यसरी तपाईले आफै घरमा बनाएर खानु भने एकदमै राम्रो हुन्छ हो। हेल्दी हुन्छ, हेल्दी फुड हो। आफूले घरमा बनाएर खानाहरू एकदमै है। जति पनि यो स्पाइसेसहरू छ सबै हेल्दी है। सबै यसले किनकि स्वास्थ्यको निम्ति यसले फाइदाजनक छ। यो भिडियो चाहिँ किनभने तपाईहरुले यसरी घरमा बनाएर खानु पनि सक्नुहुन्छ भनेर यो भिडियो मैले अब फर्स्ट भिडियो यो है त्यो सुरु गरेको छु है। तपाईहरुले बिस्तारै अरु पनि तपाईले म अरु पनि हाल्ने छु है। अब हेर्नुहोस्। अनि तपाई यो मसलामा चाहिँ अलिकति पानी हाल्यो भने यसलाई पानी हालेर गरे भने चाहिँ तपाईको मसला जल्दैन है। यसरी पानी हालेर यसमा चाहिँ 2 चम्मच धनिया, 1 चम्मच जीरा, आधा चम्मच टर्मरिक पाउडर, अनि सानो अलिकति चिल्ली पाउडर, आफ्नो कति तपाईले खानु मन लाग्छ स्पाइसी है त्यो हिसाबले तपाईले ग्रीन चिल्ली हाल्दा हुन्छ है। प्राय ग्रीन चिल्ली हाल्छन्, ग्रीन चिल्ली हाल्दा हुन्छ है। त्यो भएपछि चाहिँ अब हो अलिकति भएपछि चाहिँ अलिक टाइम लाग्छ अलिकति है। तपाईलाई कम से कम 30-35 मिनट चाहिँ लाग्छ यो खाना तपाईले करी बनाउनु है। अनि त्यसको लागि माछा चाहिँ तपाईले प्यान फ्राई गर्दा पनि हुन्छ, अलिकति तेलमा पानी हालेर, नभए डिप फ्राई धेरै तेलमा पनि फ्राई गर्दा हुन्छ, नभए रोस्ट गरेर पनि हुन्छ। रोस्ट गरेर बेक गरेर पनि तपाईले हाल्नु सक्नुहुन्छ है। जस्तो माछा तपाईलाई मनपर्छ त्यस्तै माछा तपाईले हाल्नु सक्नुहुन्छ। अब यो म करी पेस्ट हाले है। यसरी हाल्यो भने चाहिँ यो जल्दैन। एकछिन 5 मिनट जस्तो पकाउनुहोस् है। अनि सिम पकाएर चाहिँ तपाईले टमाटर हाल्न सक्नुहुन्छ है। टमाटर यो 2टा टमाटर है, 2टा टमाटर
टमाटर अब काँचो छ भने चाहिँ यसलाई अलिकति पानी हाल्नुपर्छ, किनभने यसको जुस हुँदैन त, त्यस कारणले गर्दा अलिकति पानी हालेर यसलाई टमाटरलाई पकाउनुपर्छ। यसो भएपछि चाहिँ तपाईँले अब यो कोकोनट मिल्क है, नरियल है कोकोनट मिल्क, यो चाहिँ कमसेकम 2 कप है, 2 कप हालेको छु है, यसरी 2 कप हालेको छु है। तपाईँले 2 कप भन्दा पनि तपाईँले 2 कप है। अब यसरी यसलाई एकछिन पक्नु दिनुहोस् है। पन्ध्र मिनट जस्तो तपाईँले यसलाई यसो सिमर गर्नुहोस् है, यसो बोइल गर्नुहोस्। सिमर गर्दा हुन्छ, बोइलमा राख्दा पनि चाहिँ टाइम चाहिने है। कोकोनट तपाईँले यो क्यानमा पनि पाउनुहुन्छ है, क्यानमा हुन्छ। सो भएपछि तपाईँले यो 2 स्पुन जस्तो ट्यामरिन पल्प हाल्नुहोस् है, 2 स्पुन ट्यामरिन पल्प। अब तपाईँले काँचो आँप पनि हालेर काटेर हाल्न सक्नुहुन्छ है। कोकम पनि हाल्न सक्नुहुन्छ, एउटा साउथ इन्डियन हुन्छ कोकम, त्यो पनि हाल्न सक्नुहुन्छ तपाईँले है। अब अलिकति एकपल्ट अलिक बोइल गरौँ हामी यसलाई है, एकछिन बोइल गरौँ। अनि तपाईँले यसमा टेस्टको लागि तपाईँ आफ्नो स्वादअनुसार तपाईँले नमक नुन पनि हाल्न सक्नुहुन्छ। यसको बादमा तपाईँले माछा अघि नै तपाईँले पहिल्यै रेडी राख्नुपर्छ है। अब माछा म तपाईँलाई हालेर अब माछामा हाल्छु। मैले अघि नै यो माछालाई चाहिँ पकाइरहेको थिएँ। नुन, लेमन जुस, सल्ट, चिल्ली खोर्सानी पाउडर र हल्दी पाउडर अनि तेल हालेर मैले यसलाई अलिकति यो पेन फ्राई गरेँ। अलिकति तेल हालेर त्यसमा स्लो धीमा आँचमा मैले यसलाई पकाएँ है। यहाँ हेर्नुहोस्, यो 5-10 मिनटमा भइहाल्छ, किनभने पाकेको माछा हो। अब यस्तो 5-10 मिनटमा यसलाई 5-10 मिनटमा यो माछा रेडी भइहाल्छ। बेसी हल्लाइरहनु पर्दैन। यसरी तपाईँले बेसी हल्लायो भने चाहिँ फेरि यो टुट्ने डर हुन्छ है। बेसी नहलाइकन यसरी यो माछा चाहिँ रेडी भयो। अब यसलाई हामी यहाँबाट आगो स्विच अफ गरौँ है। अनि हामी यहाँबाट अब यसमा निकालौँ है। यसरी निकालेर चाहिँ तपाईँले यसलाई चाहिँ रोटीसँग खान सक्नुहुन्छ। रोटी जेसँग खानुहुन्छ, मोस्टली राइससँग खान सक्नुहुन्छ है। यो चाहिँ यसरी बिचमा लास्टमा चाहिँ तपाईँले धनियाँ यसो हाल्नुहोस्, एकदमै राम्रो यसले फ्लेभर दिन्छ है। र धन्यवाद। तपाईँले यसलाई हेर्नुहोस् अनि घरमा पनि ट्राई गर्नुहोस्, अनि मन पऱ्यो भने लाइक पनि गर्नुहोस्, सेयर पनि गर्नुहोस्।